त्यही हो बहन जेठा बहन दिदी दिदी पनि दाँत झल्सिएछ है दिदीलाई लिएर जाने दिदीलाई मोबाइलमा लिएर जाने अब दिदीलाई लिएर गएर पाल्न नि त पर्यो पाल्न पर्यो सकेन भने भदाइहरूले पाल्ने त हो नि गाईहरू बुढो भयो भदाइहरूले 15 दिन एउटा भदाइले 15 दिन एउटा भदाइले भदाइ त हो नि माइती भनेको हो नि रिम्कीको त पिर लाग्छ नि मलाई भदाइहरू लगेर पाल्यो हुन त छोरीहरू अब मादन छन् छोरा आएर बस्ने हो भने आमालाई केही नगरिकन बस भने हो त नि छोरी डलीले डलीले आइज भन्ने थाहा छ होइन केही गर्न पर्दैन जानु त नि हुन त बजारमा बस्न मन लाग्दैन राम्रो रहन्छ नि घाटतिर खाइहाले हो के भयो घाटतिर खाइदिमाले हो बौलाई जहाँ देखे राम्रो देखाएको छ अब बाउहरू बुढो भइहाल्यो अब ल टोपी अलि सिधो गर्नु टोपी अलि सिधो गर्नु अलि सिधो भन्नु हो बल्ल ह्यान्डसम देखेँ जेठबाट अरे हो बल्ल भने चाहिँ ह्यान्डसम ल दाजुभाइ ल चारै दाजुभाइ खिच्नु पायो होइन आज त काहीँ त देखाएको छ जेठबाट अनि बुवा चाहिँ के गरेर बस्यो नि यस्तो दाजुभाइ है दाजुभाइ पहिला सुरुमा त अब के अरे सँगसँगै खेलेर हुर्क्यो होइन अब हामी के भन्छ काम के भन्छ तपाईँ